Hello everyone, दर्शक नमस्ते. दिस इज मी रमा श्रेष्ठ फ्रम दि आयरल्यान्ड. आज चाहिँ म तपाईँहरूको हरेक प्रश्नको उत्तर दिन लागि यो भिडियो बनाउँदैछु. आशा छ भिडियो अन्तिमसम्म हेर्नुहुनेछ र साथ दिनुहुनेछ. सो अब चाहिँ टपिकमा जाउँ. फर्स्टमा चाहिँ तपाईँहरूले भन्नुभएको छ कि के अरे सिस आइल्यान्डमा कस्तो छ, के छ आइल्यान्डमा, हामी माल्टामा छौँ या अरू कन्ट्री सिमिलर लाइक अरू क्वेसनहरू पनि छ. हामी दुबई छौँ, कतार छौँ, नेपाल छौँ, यहाँबाट वर्किङ भिजा लाउन मिल्छ कि नै आइल्यान्डको लागि भनेर सोध्नुभएको छ. र यसको एन्सर छ यस, डेफिनेटली मिल्छ. तर तपाईँहरूलाई आइल्यान्डको लागि वर्किङ भिजा लानुको लागि फर्स्ट अफ अल कम्पनी स्पोन्सरसिप गरिदिने कम्पनी र वर्क पर्मिट निकालिदिने कम्पनी चाहिन्छ. जुन कम्पनी पाउनुभयो र कम्पनीले तपाईँलाई वर्क पर्मिट निकालिदियो भने चाहिँ तपाईँले वर्किङ भिजामा आइल्यान्ड आउन सक्नुहुन्छ, जुन कन्ट्रीबाट पनि. सो यहाँबाट धेरै ठाउँबाट आउनुभएको छ. कतारबाट हाम्रै दाइ आउनुभएको छ होइन, दुबईबाट, कतारबाट, अनि माल्टा, अनि पोर्चुगल, इभन पोर्चुगलबाट पनि वर्किङ भिजामा आउनुभएको छ. माल्टाबाट वर्किङ भिजामा आउनुभएको छ. साइप्रस, हरेक ठाउँबाट चाहिँ वर्किङ भिजामा आइरहनु भएको छ होइन. सो यस, यसको एन्सर चाहिँ यस. तपाईँहरू जहाँ जुन कन्ट्रीमा भए पनि वर्किङ भिजामा चाहिँ आउनु मिल्छ. तर फर्स्ट अफ अल तपाईँको लागि चाहिँ स्पोन्सरसिप गरिदिने कम्पनी चाहिन्छ है. यो चाहिँ धेरैजनाले यही क्वेसन गरिरहनु भएको छ क्या, कि आउन मिल्छ कि नै. उहाँहरूको सबैको लागि आन्सर चाहिँ यस, मिल्छ है त. अनि कतिपयले भन्नुभएको छ कि हामीले 100 पटक भयो सिस अनलाइनबाट एप्लाई गरेको, तर केही रेस्पोन्स आउँदैन, केही पनि मतलब रिप्लाई आउँदैन, रेस्पोन्स आउँदैन भन्नुभएको छ होइन. फर्स्ट अफ अल त म तपाईँहरूलाई के कुरामा अनेस्ट भएर आन्सर दिन चाहन्छु भन्दाखेरि चाहिँ यहाँ चाहिँ आयरल्यान्डमा चाहिँ तपाईँलाई काम पाउन र घर पाउन चाहिँ रिफरेन्स चाहिन्छ. बिना रिफरेन्स चाहिँ तपाईँहरूले पाउन मुस्किलै छ. अब 100मा 10%ले चाहिँ आफैले गरेर आउनु भएको छ आउट अफ कन्ट्रीबाट होइन. लाइक नेपालबाट पनि आउनु भएको छ आफैले गरेर, अनि अरू कन्ट्रीहरूबाट पनि, कतार, दुबईबाट पनि, अनि मलेसियाबाट, कुवेतबाट धेरैजना आउनुभएको छ फार्ममा आफैले गरेर. तर सायद कम्पनीको थ्रुबाट होला, उहाँहरूसँग इनफ एक्सपिरियन्स थियो होला, त्यस कारणले गर्दा चाहिँ आफै गरेर आउनु भएको छ. तर 100मा 10%ले मात्र पाउँछ, त्यस्तो चान्स छैन 20%ले होइन. नै भने तपाईँलाई यहाँ आइल्यान्डमा काम पाउन र घर पाउनलाई एकदम रिफरेन्स चाहिन्छ, लिङ्क चाहिन्छ तपाईँलाई. इभन तपाईँले घर पाउनको लागि रिफरेन्स सोध्छ, तपाईँ पहिला बसेको घरको रिफरेन्स सोध्छ, अनि तपाईँको कामको रिफरेन्स सोध्छ, हरेक कुरा सोध्छ के. धेरै एकदमै टाउको दुख्ने चाहिँ यहाँको लागि छैन. त्यही कोही कसैले मात्र पाउनुहुन्छ. र हामीहरूले चाहिँ र तपाईँहरूले चाहिँ भन्नुहुन्छ कि आन्सर आएन किन भनेर. अब तपाईँहरूलाई चाहिँ यहाँ वर्क पर्मिट निकाल्नको लागि मिनिमम पनि 5 वर्षको एक्सपिरियन्सको कागजहरू हुनुपर्छ. तपाईँले ट्रेनिङ गरेको भए ट्रेनिङको कागजहरू हुनुपर्छ, सिकेको कागज सबै कुरा के, या त्यही सम्बन्धी पढेको हुनुहुन्छ भने त्यही सम्बन्धी पढेको कागजहरू हुनुपर्छ. कामको गरेको चाहिँ मिनिमम 5 इयर्सको, 5 वर्षको एक्सपिरियन्स हुनुपर्छ क्या. अब तपाईँहरूको एक्सपिरियन्स कम छ भने चाहिँ तपाईँहरूले नर्मली चाहिँ दिँदैन, किनभने तपाईँलाई यहाँ वर्क पर्मिट लगाएर लिएर आउनु भनेको कम्पनीले पनि केही लगानी गर्नु हो नि त, ट्याक्स दिनुपर्छ है. अब ट्याक्स दिने लगानी गरिसकेपछि कम्पनीले त अभियसली राम्रो मान्छेलाई लिएर आउँछ, छानेर लिएर आउँछ नि त होइन. त्यही भएर तपाईँको चाहिँ के अरे त्यो सबै क्राइटेरिया मिट गरेको हुनुपर्छ क्या, त्यत्तिकै दिँदैन. र कतिजनाले भन्नुभएको छ कभर लेटर, सिभी पनि बनाएर चाहिँ पोस्ट गरिदिनु न भन्नुहुन्छ होइन, कसरी गर्ने हो भनेर. टु बी अनेस्ट, अब मसँग त्यति इनफ टाइम छैन. अब तपाईँहरू सबैलाई थाहा छ मेरो 2वटा बच्चा छ, त्यसैले अनि काम पनि फुल टाइम गरिरहेको छु, त्यसले भएर टाइम चाहिँ मसँग इनफ छैन. तर म चाहिँ तपाईँहरूलाई फर इक्जाम्पल दिन्छु कि तपाईँहरूले कभर लेटर लेख्दाखेरि चाहिँ तपाईँको सबभन्दा पहिला तपाईँको आफ्नो बारेमा लेख्नुहोस् होइन. अब तपाईँ कहाँ जन्मिनुभएको, अहिले कहाँ काम गर्दै हुनुहुन्छ, के काम गर्दै हुनुहुन्छ, पहिला पहिला के काम गर्नुभयो होइन. मैले पहिला पनि अगाडि पनि भनेँ कि तपाईँको मिनिमम 5 वर्षको एक्सपिरियन्स हुनुपर्छ है. मिनिमम खोज्छ क्या त्यो. अब नर्मल्ली अब वर्क पर्मिट निकाल्नको लागि मिनिमम 5 वर्षको खोज्छ क्या है. हामीहरूले दाइ लाउँदाखेरि दाइको 5 वर्ष, दाइको त अब सेफ नै हुनुभयो, उहाँ चाहिँ धेरै वर्ष काम गर्नुभयो, त्यसैले उहाँको इनफ पुग्यो. त्योभन्दा अगाडि पनि धेरै ट्रेनिङहरूको देखायो, हरेक कुरा डकुमेन्टहरू त्यसरी देखाएर चाहिँ पर्मिट निकालेर लिएर आएको होइन. जब तपाईँको इनफ पुगेन भने चाहिँ अलिक पर्मिट आउनु पनि गाह्रै हुन्छ.
सो कभर लेटरमा त्यो सबै खुलाएर लेख्नुपर्छ र तपाईँ चाहिँ किन इन्ट्रेस्टेड हुनुहुन्छ त नि? तपाईँले किन यो कम्पनीमा एप्लाई गर्नुभएको? त्यो रिजन चाहिँ तिमीहरूलाई चित्त बुझ्दो हुनुपर्छ क्या। अब तपाईँ आयरल्यान्ड किन आउन चाहनुभएको? किन यो कम्पनीमा आउन चाहनुभएको है? अनि तपाईँ त्यो काममा किन छोड्न चाहनुभएको र किन आउन चाहनुभएको? रिजन त खुलाएर लेख्नु पऱ्यो नि त उनीहरूलाई होइन? अनि यो कुरा चाहिँ कहाँमा कुनमा केबाट थाहा पाउनुभयो? लाइक इन्डिड एपबाट हो कि या अब साथी मार्फत हो कि कुनै रेफरेन्स मार्फत हो कि थाहा पाउनुभएको होइन? त्यही भएर त्यो कुरा प्रष्ट हुने गरेर चाहिँ तपाईँले कभर लेटर र सिभीमा पनि तपाईँको मजाले एक्सपिरियन्स पुग्ने गरेर चाहिँ लेखेर इमेल गर्नुभयो भने चाहिँ अवश्य नै उनीहरूलाई मन पऱ्यो भने चाहिँ र उनीहरूलाई अनेस्टली मान्छे चाहिएको छ भने चाहिँ अभियसली चाहिँ तपाईँलाई रेस्पोन्स गर्छ। कतिपयजना आउनुभएको छ, आफै नै एप्लाई गरेर आउनुभएको छ, नआउनुभएको होइन, नेपालीहरू धेरै आउनुभएको छ, फार्ममा आउनुभएको छ, नर्सिङमा आउनुभएको छ होइन। तर तपाईँको इनफ एक्सपिरियन्स हुनुपर्छ क्या है। अब कतिपयले भन्नुहुन्छ हामी नेपालमा फार्ममा गरिरहेको छौँ, त्यसले इनफ हुँदैन। तपाईँको एकदम स्ट्रङ डकुमेन्ट हुनुपर्छ। तपाईँलाई यहाँ कम्पनीले लगानी गरेर ल्याउने हो, ट्याक्स तिरेर लिएर आउने हो गभर्मेन्टलाई होइन। अब लगानी गरिसकेपछि अभियसली तपाईँले नि जस्तो पाइमा लगानी त गर्नुहुन्न नि त होइन। त्यही भएर त्यसको लागि चाहिँ प्रिपेयर हुनुपर्छ। अभियसली जुन पनि कन्ट्रीबाट आउनु मिल्छ यदि तपाईँसँग इनफ एक्सपिरियन्स छ भने है त। अनि सो अर्को क्वेसन चाहिँ के थियो भन्दाखेरि चाहिँ सिस हामी पनि मेरो बुढा चाहिँ जानुभएको 4 वर्ष 5 वर्ष कतिपय भन्नुभएको थियो। हामी चाहिँ आउनु मिल्दैछ कि मिल्दैन, अनि फ्यामिली सेटलको लागि कस्तो छ आयरल्यान्ड भनेर सोध्नुभएको थियो होइन। अब फ्यामिली सेटलको लागि चाहिँ मैले कस्तो छ आयरल्यान्ड भनेर पहिलाको सबैभन्दा पहिला भिडियो पनि बनाइसकेको छु होइन। सो म अझै पनि यहाँ प्रष्ट हुने गरेर भन्छु कि फ्यामिली तपाईँको हस्बेन्ड यदि वर्किङ भिजामा आउनुभएको हो भने चाहिँ अब फ्यामिली ल्याउन मिल्छ होइन। अनि फ्यामिली ल्याउनको लागि डकुमेन्टहरू चाहिँ के चाहिन्छ भनेर मैले अगाडि भिडियोमा पनि बनाइसकेको छु। डिपेन्डेन्ट भिजाको लागि के चाहिन्छ भनेर त्यो सबै हेर्नु होला होइन। अनि आयरल्यान्डमा चाहिँ फ्यामिली सेटल हुनको लागि चाहिँ अब मेरो तर्फबाट चाहिँ होइन, मैले बुझेअनुसारले मैले लाइक एक्सपिरियन्स गरेअनुसारले चाहिँ मलाई चाहिँ अब अभियसली जुन कन्ट्रीमा गए पनि गाह्रो छ, गाह्रै हुन्छ होइन। अब अर्काको देश हो, जिरोबाट सुरु गर्नुपर्छ होइन। इभन हामी त अब किन भयौँ, अब पहिला हस्बेन्ड आउनुभयो, उहाँहरूले चाहिँ एटलिस्ट केही त सेटल गरेर चाहिँ हामीलाई लिएर आउनुहुन्छ नि त होइन। अब त्यसबाट पनि फ्यामिली आइसकेपछि छुट्टै स्ट्रगल हुन्छ है। इभन अब बच्चा भइसकेपछि है, अब 2जना मात्र हुनुभयो भने त मजाले काम गर्नुहुन्छ, बस्नुहुन्छ, खानुहुन्छ, त्यो इभन केही पनि उस हुँदैन होइन। जब बच्चा भइसकेपछि त स्कुलदेखि लिएर हस्पिटलदेखि लिएर सबै कुरा अब ग्रोसरिजदेखि लिएर अब सपिङदेखि लिएर हरेक कुरा टाइमदेखि लिएर काम पनि हेरेर सबै कुरा म्यानेज गरेर राख्नुपर्छ नि त आफ्नो बच्चा लैसकेपछि त होइन। त्यही भएर अब बच्चा भइसकेपछि चाहिँ यो कन्ट्रीमा के छ भन्दा फर्स्ट अफ अलमा स्कुल चाहिँ फ्री छ। पहिला चाहिँ मैले ढुक्क गरेर भन्न सक्थिनँ किनभने मेरो नानी बाबु स्कुल जान्थेन होइन। प्री स्कुल चाहिँ गयो मेरो नानी, अहिले चाहिँ 2 वर्ष भयो। अब यही सेप्टेम्बरबाट चाहिँ प्राइमरी स्कुल जाँदैछ। जो प्री स्कुल पनि फ्री 3 घन्टासम्म चाहिँ फ्री नै छ। अब 3 घन्टाभन्दा धेरै राख्नु पऱ्यो भने देखिएर जस्तो हुन्छ होइन। अब त्यो चाहिँ पे गर्नुपर्छ है। फेरि त्यो स्यालेरी हेरिअनुसार हुँदो रहेछ, कममा पनि राख्न मिल्दो रहेछ। अब तपाईँको एकजना मात्र प्यारेन्टले काम गर्नुभएको छ भने अर्निङ अनुसार होइन, त्यो गभर्मेन्ट पनि दिँदो रहेछ। अनि अर्को चाहिँ अब प्राइमरी स्कुल पनि चाहिँ फ्री नै रहेछ बच्चाको लागि, लन्च होइन, त्यो पनि दिँदो रहेछ। अनि कपिज बुक त्यो पनि सबै स्कुलमा नै प्रोभाइड गर्दो रहेछ है। अनि अर्को चाहिँ अब बच्चालाई चाहिँ यहाँ तपाईँको इयर अनुसार इन्जेक्सन दिने सबै कुरा यो गभर्मेन्टले सबै हेर्छ होइन। बच्चालाई अब यहीँ जन्मेको बच्चा छ भने जन्मेदेखि नै अब यहाँ बच्चा जन्माउन हरेक कुरा त्यो सबै फ्री नै छ है। बच्चाको केसमा 5 वर्षसम्म सबै कुरा फ्री छ बच्चाको लागि, चेकअपको लागि, हरेक कुराको लागि होइन। चाइल्ड बेनिफिट पनि आउने नै भयो। तपाईँको पर मन्थ 140 युरो आउँछ है। अब बच्चा चाहिँ स्कुल जाँदैछ, ब्याक टु स्कुलको लागि वर्किङ फ्यामिली हुनुहुन्छ, एकजनाले मात्र काम गर्नुहुन्छ भने वर्किङ फ्यामिली पेमेन्ट पनि दिन्छ। एउटा बच्चा भए मार्फत कति कमाइ हुनुपर्छ, 2टा बच्चा भए मार्फत कति कमाइ हुनुपर्छ
अनि 3टा बच्चा भए मार्फत कति कमाइ हुनुपर्छ त्यो मिनिमम कमाइ तोकेको छ आयरल्यान्डमा चाहिँ होइन बच्चा हुनेहरूको लागि। यदि तपाईँ 2जनाले काम गर्नुभएको छैन या भएको छ र तपाईँको इन्कम चाहिँ तोके अनुसारको पुगेको छैन भने चाहिँ सरकारले वर्किङ फ्यामिली पेमेन्ट भनेर दिन्छ जुन चाहिँ प्रत्येक हप्ता आउँछ तपाईँको स्यालेरी आउने जस्तो यहाँ चाहिँ पर विक दिन्छ नि त स्यालेरी। सो त्यसरी नै प्रत्येक हप्ता आउँछ। सो यो पनि राम्रो हो अब वर्किङ फ्यामिली पेमेन्टको लागि होइन बच्चा हुनेहरूको लागि चाहिँ यो एकदमै राम्रो हो। अनि अब भयो अर्को मेडिकलको कुरा। अब बच्चा भइसकेपछि कमाइ कम भइसकेपछि चाहिँ तपाईँले मेडिकल कार्ड एप्लाई गर्नु मिल्छ। जुन मेडिकल कार्ड एप्लाई मैले तपाईँलाई मेडिकल कार्डको चाहिँ कसरी एप्लाई गर्ने डकुमेन्ट के चाहिन्छ के भनेर इमेल गर्ने भनेर चाहिँ मैले पहिल्यै नै भिडियो बनाइसकेको छु। त्यो पुरानो भिडियो हेरेर चाहिँ त्यही अनुसार तपाईँले मेडिकल कार्ड एप्लाई गर्न सक्नुहुन्छ। मेडिकल कार्ड आइसकेपछि चाहिँ तपाईँलाई औषधि पनि अब फ्री नै जस्तो भनौँ 1.5 युरोमा आउँछ औषधि हरेक औषधि। अनि डक्टर भिजिट चाहिँ सबै फ्री नै हुन्छ है। तपाईँलाई यदि मेडिकल कार्ड आएन भने चाहिँ जिपी भिजिट कार्ड आउँछ जुन चाहिँ औषधि फ्री हुँदैन ओन्ली द डक्टर भिजिट मात्र फ्री हुन्छ। जे भए पनि डक्टर यहाँ चाहिँ औषधिभन्दा महँगो चाहिँ डक्टरलाई भिजिट गर्नको लागि छ। त्यही भएर तपाईँको त्यो भयो भने चाहिँ जुन भए पनि बेटरै हुन्छ होइन। त्यो अभियसली आउँछ। तपाईँको मेडिकल कार्ड आएन भने चाहिँ जिपी भिजिटको कार्ड आउँछ। त्यही भएर के डकुमेन्ट चाहिन्छ भनेर चाहिँ मेरो अघिल्लो भिडियोमा हेर्नु होला। मेडिकल कार्डको लागि चाहिने डकुमेन्ट भनेर सर्च गरेर हेर्नु होला। मैले भिडियो गराइसकेको छु। अनि अर्को रह्यो अब तपाईँको अब वर्किङ फ्यामिली पेमेन्ट पाउनेले चाहिँ मजाले अब वर्षमा अब यो हाम्रो विन्टरमा चाहिँ धेरै इलेक्ट्रिसिटी खपत हुन्छ ग्यास खपत हुन्छ नि त होइन। त्यस्तो बेलामा चाहिँ किन बढी चिजमा हामीले हिटर लगाइन्छ अब कसैले इलेक्ट्रिसिटीद्वारा हिटर लगाउनुहुन्छ होइन। अब त्यस्तो हिटर लगाउँदा धेरै इलेक्ट्रिसिटी आउँछ बिल आउँछ त्यसको लागि पनि गभर्मेन्टले मजाले अहिले यो इयर चाहिँ पहिला चाहिँ सबैलाई दिन्थ्यो होइन। अहिले चाहिँ यो इयरमा चाहिँ जस्ट वर्किङ फ्यामिली पेमेन्ट लिनेलाई मात्र दिएको थियो होइन। त्यही भएर यो उहाँहरूको लागि एकदमै राम्रो जसले वर्किङ फ्यामिली पेमेन्ट लिइरहनु भएको छ होइन। अनि अर्को रहेको छ तपाईँहरूको यदि तपाईँको कमाइ कम छ तपाईँको घर रेन्ट चाहिँ एकदम महँगो छ भने पनि तपाईँले गभर्मेन्टमा सरकारद्वारा चाहिँ यहाँ के छ भन्दाखेरि अब कमाइ कम हुनेले घरको रेन्ट दिन नसक्नेलाई चाहिँ त्यो पनि सरकारद्वारा ठाउँ अनुसार हेरिन्छ होइन। सायद वाटरफोर हामी बसेको एरियामा चाहिँ 650 युरो दिन्छ पर मन्थ यो रेन्टको लागि चाहिँ रेन्ट सप्लिमेन्ट हाउस रेन्ट सप्लिमेन्ट भनेर दिन्छ जुन चाहिँ तपाईँहरूले एप्लाई गर्न सक्नुहुन्छ। यो पनि धेरै राम्रो सुविधा हो। यदि तपाईँहरू चाहिँ दुवैजनाले काम गर्न पाउनु भएको छैन दुवैजनाको कम कमाइ छ र घरको रेन्ट चाहिँ हाई छ भने तपाईँहरू तर त्यसको लागि तपाईँहरू चाहिँ एक्लै बस्नुपर्छ अरूलाई राख्नु चाहिँ मिल्दैन। फर्म भर्दा नै तपाईँहरू यो मान्छे बस्ने हो भनेर चाहिँ भनेर भर्ने हो। अनि त्यही मान्छे नै बस्नुपर्छ किनभने समटाइम चेकिङ पनि हुनसक्छ अरू छैन। त्यो चाहिँ मलाई राम्रोसँग थाहा छैन किनभने हामीले त्यो वर्किङ फ्यामिली पेमेन्ट त्यो पेमेन्टहरू चाहिँ हामीले लिएको छैनौँ किनभने हाम्रो आफ्नै प्लान भएको भएर होइन। किन हामी दुवैजनाले फुल टाइम काम गर्छौँ र मैले काम नगर्दा पनि हामीले लिएनौँ किनभने हाम्रो छुट्टै प्लानै भएको भएर हो होइन। तर तपाईँहरूले यदि काम गर्नु गाह्रो भयो काम पाउनु भएन दुईजनाले काम गर्नु मिलेन कसै गरी भने चाहिँ तपाईँहरूले वर्किङ फ्यामिली पेमेन्ट हाउस रेन्ट सप्लिमेन्ट मेडिकल कार्ड बच्चाहरूको त फ्री स्कुलहरू भइहाल्यो। इभन बच्चाहरूको लागि चाहिँ अब ब्याक टु स्कुल क्लोथहरू कपडाको लागि हरेक कुराको लागि चाहिँ तपाईँले सरकारसँग एप्लाई गर्न सक्नुहुन्छ। त्यो चाहिँ गभर्मेन्टले मजाले हेर्छ त्यस्तो कुरामा चाहिँ त्यही भएर तर त्यसको लागि तपाईँले पहिला आएर काम गरेको ट्याक्स तिरेको चाहिँ हुनुपर्छ। अब कति क्राइटेरिया चाहिन्छ भनेर चाहिँ तपाईँले मजाले सर्च गर्न सक्नुहुन्छ यदि तपाईँलाई त्यही मार्फत जानु छ भने होइन त। सो यस्तै हो धेरैजनाले यस्तै क्वेसन गर्नुभएको थियो अनि त्यति मलाई पनि लैजानु न मलाई नि हेल्प गर्नु न भन्नुहुन्छ। आम सो सरी मैले चाहिँ त्यस्तो काम गरेको छैन। हामीले चाहिँ अब आफ्नो दाइहरूलाई चाहिँ ल्यायो अब हाम्रो साथीहरूले पनि आफ्नो दाजुभाइहरू तपाईँहरूलाई मैले पहिला पनि भनिसकेँ आइल्यान्डमा चाहिँ बिना रेफरेन्स बिना लिङ्क चाहिँ आउन गाह्रो नै छ। 100मा 10% मात्र आउने गर्नुहुन्छ
त्यही भएर मैले त्यस्तो काम त गरेको छैन अहिलेसम्म होइन। मैले हामीले त्यसरी बाहिरबाट मान्छे ल्याउने काम गरेको छैन। र यदि कुनै कम्पनीबाट ल्याउने छ, त्यस्तो छ भने चाहिँ म अवश्य नै भिडियो गराएर तपाईँहरू लाई सेयर गर्नेछु है। त्यो टाइममा चाहिँ म अवश्य नै गर्नेछु। तर अहिले चाहिँ हामीहरूले त्यसरी मान्छे ल्याउने काम गरेको छैन। मैले पहिला पनि तपाईँहरूलाई भिडियोमा भनेको छु। मैले जस्ट अब चाहिने डकुमेन्टहरू, आफूले जानेको कुराहरू, आइल्यान्डको बारेमा अब आफूले भोगेका कुराहरू कसरी गर्ने भनेर हेल्प होस् भनेर चाहिँ हरेक कुराहरू पोस्ट गर्ने गरेको छु। हामीले अहिले चाहिँ त्यसरी मान्छे ल्याउने काम गरेको छैन होइन। त्यही भएर मन त छ सबैलाई हेल्प गर्नु होइन, तर पनि सकिँदैन। सो यदि कुनै कम्पनीबाट ल्याउने भयो या मान्छे खोजेको छ, केही छ भने चाहिँ अवश्य नै म भिडियो बनाएर तपाईँहरूको लागि पोस्ट गर्नेछु। र तपाईँहरूको अब चुज गर्ने नगर्ने त अब कम्पनीले नै गर्नेछ। तपाईँलाई कतिको क्वालिफाइड हुनुहुन्छ उहाँहरूको कम्पनीमा काम गर्नको लागि त्यही अनुसारै हुनेछ। मैले भनेअनुसार नै तपाईँको मिनिमम 5 वर्षको एक्सपिरियन्स भयो भने चाहिँ ढुक्क हुन्छ। काम राम्रोसँग जानुभएको छ भने अवश्य नै कम्पनीले ल्याउनेछ होइन। तपाईँलाई लगानी गरेर ट्याक्स तिरेर ल्याएर तपाईँले काम जानिनु भएन, गर्न सक्नु भएन भने त उनीहरूलाई घाटा नै लस नै हुन्छ नि। फेरि तपाईँ पनि काममा राख्ने, अरू पनि हायर गरेर राख्दा त स्टाफ कस्तो बढी आउँछ। किनभने तपाईँलाई कन्ट्र्याक्ट गरेर ल्याइसकेपछि तपाईँलाई काम दिनै पर्छ कम्पनीले है। 5 वर्षको कन्ट्र्याक्ट अब वर्षैपिच्छे गरे पनि तपाईँले आएर चाहिँ त्यही काम गर्नुपर्छ भन्ने पनि छैन। फेरि तपाईँले पहिल्यै कुरा गरेर आउन सक्नु, म काम चेन्ज गर्छु 1 वर्षमा या आज त भोलि त 6 महिनामा नि मिल्छ होला सायद। आएर कन्ट्र्याक्टमा आएर काम गरेर आफूलाई मन पऱ्यो भने अरू काम खोजेर, तर तपाईँ झ्याप्पै काम छोड्न पनि मिल्दैन। किनभने अर्को कम्पनीले पनि तपाईँलाई वर्क परमिट निकाल्नुपर्छ, जुन तपाईँको काम मन पराउनुपर्छ है त। त्यही भएर सबैभन्दा ठुलो कुरा काम हो। सबै काम सिक्नुहोस्, गर्नुहोस् अनि धैर्यता गर्नुहोस्। एप्लाई गरिरहनु भएको छ भने पनि अवश्य नै आउनेछ। यदि तपाईँको एक्सपिरियन्स राम्रो छ, तपाईँको काम राम्रो छ भने अवश्य नै आउन सक्नुहुन्छ होइन। जुन कन्ट्रीमा गए पनि, जहाँ गए पनि एउटै हो दुःख, जहाँ गए पनि काम गर्ने नै हो होइन। त्यही भएर यदि आउनु पाउनु भएको छैन, भिजा लगाएर आएको छैन भने नातिनुहोस्। जहाँ हुनुहुन्छ त्यहाँ राम्रोसँग गर्नुहोस् है। जहाँ गयो नि पैसै कमाउने त हो हामीहरू होइन। त्यही हो अब नेपालीहरू पैसा कमाउनै हिँडिन्छ क्या। सुख होस्, हाम्रो परिवार राम्रो होस् भनेर नै हिँडिन्छ। त्यही भएर जहाँ हुनुहुन्छ, जे गर्नु, जुन ठाउँमा हुनुहुन्छ, जे काम गरिरहनु भएको छ त्यसलाई धैर्यता गरेर गर्नुहोस्। अवश्य नै एक दिन न एक दिन बाटो खुल्छ। र यदि आयरल्यान्डबाट कुनै कम्पनीले ल्याउने भयो, हामीलाई थाहा भयो भने, त्यस्तो भयो भने चाहिँ म अवश्य नै भिडियो मार्फत पोस्ट गर्ने ट्राई गर्नेछु। सो सधैँ र मैले भिडियो पोस्ट नगर्दा पनि केही तपाईँहरूको रिप्लाईहरू नदिँदा पनि तपाईँहरूले फलो गरिरहनु भएको छ। धेरैजनाले म्यासेज गरिरहनु भएको छ, धेरैजनाले इमेल गरि पनि रहनु भएको छ। मैले देखिरहेको थिएँ होइन। अब टाइम भएकोहरूलाई चाहिँ म रिप्लाई दिइ पनि रहेको छु, कोसिस गरिरहेको छु। टाइम नहुँदाखेरि चाहिँ मैले आज थोरै टाइम मिलेको बेलामा चाहिँ भिडियो मार्फत नै म रिप्लाई दिन्छु, ताकि सबैमा एकैवटा रिप्लाई दिनुभन्दा भिडियो मार्फत सबैले देख्नुहुन्छ, सबैले सुन्नुहुन्छ, उहाँको आन्सर पाउनुहुन्छ भनेर चाहिँ मैले भिडियो गराएको छु होइन। सो आशा छ तपाईँलाई यो भिडियोले अवश्य नै साथ दिनेछ र तपाईँले बुझ्नुहुनेछ। र अझै पनि तपाईँहरूको क्वेसनहरू केही छ भने भिडियोमा कमेन्ट मार्फत छोड्न सक्नुहुन्छ, र तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। म अवश्य नै भिडियो मार्फत नै तपाईँहरूको रिप्लाई दिने ट्राई गर्नेछु है त। थ्याङ्क यू सो मच फर यर लभ, सपोर्ट एन्ड द केयर। थ्याङ्क यू। बाई, सी यू अन द नेक्स्ट भिडियो।